हेलो हेलो साथीहरू सबैजनालाई नमस्कार। आज म यहाँहरूसँग कुरा गर्न गइरहेको छु नेपालको संविधान 2072 के कति कारणले ठीक छैन। धेरैजनाले नेपालको संविधान 2072 चाहिँ विश्वमै उत्कृष्ट हो भनेर घोषित पनि गर्नुभएको छ। धेरैजना यो संविधान जोगाउनु पर्छ, बचाउनु पर्छ, यसमा चाहिँ धेरै राम्रा कुराहरू छन् भनिरहनु भएको छ भनेदेखि कतिपयजनाले चाहिँ यो संविधानलाई मास्नुपर्छ, अन्त्य गर्नुपर्छ भनिरहनु भएको छ। कतिपयजनाले यो संविधानलाई संशोधन गर्नुपर्छ भनेर भनिरहनु भएको छ। म यहाँहरूलाई आज म धेरै कुरा बताउँदिन। आज म यहाँहरूलाई दुईटा कुरा मात्रै बताउँछु। यो नेपालको संविधान के कारणले ठीक छैन, दुईटा मात्रै कुरा बताउँछु। ती दुईटा टपिकहरू मात्रै ठीक छैन भनेर भन्दैछु। यहाँहरूले ध्यानपूर्वक हेर्नु होला र यो दुईटा कुरा ठीक हो कि होइन यहाँहरूले कमेन्ट गर्नु होला। सबैभन्दा पहिले नेपालको संविधान 2072 को राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व भाग 4, नेपालको संविधान 2072 को भाग 4 अन्तर्गतको धारा 55 यहाँहरूले म पढ्न लागिरहेको छु। यो भाग 4 भनेको के हो त भनेर भन्दाखेरि राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व भन्ने चाहिँ भाग 4 रहेको छ। र यो भाग 4 को पनि हामी कहाँ जाउँ एकैचोटि, यो सबै पढेर धेरै समय लाग्छ। म एकैचोटि कहाँ जान्छु, धारा 55 मा। धारा 55 मा के भनेको छ, अदालतमा प्रश्न उठाउन नसकिने भनेर भनेको छ। के विषयमा, यस भागमा लेखिएका कुनै विषय कार्यान्वयन भए वा नभएको सम्बन्धमा कुनै अदालतमा प्रश्न उठाउन सकिने छैन भनेर लेखेको छ। जबकि यो राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व भन्ने विषयमा चाहिँ कार्यान्वयन गरे पनि हुने, नगरे पनि हुने, जे गरे पनि हुने हो भने यो यहाँ किन राख्यो? यस विषयमा कहीँ पनि आवाज उठाउन पाइँदैन, कहीँ पनि यस विषयमा बोल्न पाइँदैन भने यहाँ यो किन राख्यो? यसको के काम हैन? त्यसले गर्दाखेरि हाम्रो देश चाहिँ कस्तो भयो भन्दाखेरि निर्देशक सिद्धान्त विहीन, नीति तथा दायित्व विहीन किन भयो? यो विषयमा कहीँ बोल्न पाइएन नि त। शासन चलाउनेले जे गरे पनि भयो क्या, कसैले आवाज उठाउन पाएन, संविधानमा लेखिएको छ। त्यसले गर्दाखेरि यो संविधानको धारा 55 ठीक छैन है। त्यसपछि अर्को भाग 8 मा संघीय व्यवस्थापिका रहेको छ 103। नेपालको संविधानको धारा 103 है, भाग 8 अन्तर्गत रहेको छ। र भाग 8 के हो भनेर भन्दाखेरि संघीय व्यवस्थापिका हो। र त्यसको हामी कहाँ जाउँ भन्दाखेरि धारा 103 मा के लेखेको छ, 103 को 1 मा यस संविधानको अधीनमा रही संघीय संसदको दुवै सदनमा पूर्ण वाक स्वतन्त्रता रहनेछ र सदनमा व्यक्त गरेको कुनै कुरा वा दिएको कुनै मतलाई लिएर कुनै पनि सदस्यलाई पक्राउ गरिने, थुनामा राखिने वा निज उपर कुनै अदालतमा कारबाही चलाइने छैन। ल अब बुझ्नुभयो नि। यति भइसकेपछि यो नेपालको संविधान 2072 ले के कुराको व्यवस्था गरेको छ भने राज्य चलाउनेले निर्देशक सिद्धान्तको पालना गरे पनि हुन्छ, नगरे पनि हुन्छ, नीति पालना गरे पनि हुन्छ, नगरे पनि हुन्छ, दायित्व लिए पनि हुन्छ, नलिए पनि हुन्छ। त्यस विषयमा कहीँ आवाज उठाउन पाइँदैन, अदालतमा मुद्दा हाल्न पाइँदैन, केही पनि गर्न पाइँदैन, संविधानमा लेखेको छ। त्यसपछि व्यवस्थापिका संसदले राष्ट्रिय सभा भए पनि, प्रतिनिधि सभा भए पनि त्यहाँ पूर्ण वाक स्वतन्त्रता हुन्छ, जे बोल्न पनि पाइन्छ त्यहाँ। र त्यहाँ बोलेको विषयमा कसैले यो बिना तथ्यहीन, बिना प्रमाणका कुराहरू चाहिँ किन बोल्यौ भनेर चाहिँ अदालती प्रोसेस गर्न पनि पाइँदैन, थुनामा राख्न पनि पाइँदैन, कसैलाई पक्राउ गर्न पनि पाइँदैन। त्यहाँ बोलेको विषयमा त्यहाँ जे बोले पनि भयो, कसैको मानहानि गरे पनि भयो, मानहानि नगरे पनि भयो, जे मन लाग्दो बोले भयो। 2 मा के लेखेको छ फेरि अझै, यस संविधानको अधीनमा रही संघीय संसदको प्रत्येक सदनलाई आफ्नो काम कारबाही र निर्णय गर्ने पूर्ण अधिकार रहनेछ र सदनको कुनै कारबाही नियमित छ वा छैन भने निर्णय गर्ने अधिकार सम्बन्धित सदनलाई मात्र हुनेछ। यस सम्बन्धमा कुनै अदालतमा प्रश्न उठाइने छैन भनेर लेखेको छ। अब हेर्नुहोस् है, यति कुरा भएपछि के बुझ्नु पर्यो त भनेर भन्दाखेरि संघीय संसदमा चाहिँ जे मन लाग्दो बोल्दा पनि भयो, काम गरे पनि भयो, नगरे पनि भयो। किन काम नगरेको भनेर चाहिँ कसैले आवाज उठाउन पनि पाएन, अदालत जान पनि पाएन, अदालतले त्यो विषयमा कुनै निर्णय गर्न पनि पाएन हैन, जानै पाएन, छलफल पनि गर्न पाएन। र चाहिँ नीति पालना गरे पनि भयो, नगरे पनि भयो। ल मैले तपाईहरुलाई जम्मा
दुई कुरा मात्रै बताएको छु कि यो संविधान किन ठिक छैन। एउटा कुरा निर्देशक सिद्धान्त नीति तथा दायित्व भन्ने शीर्षक राखेको छ, धेरै कुरा लेखेको छ त्यहाँनेरि, तर त्यो पालना गरे पनि हुन्छ नगरे पनि हुन्छ, यही संविधानमा लेखेको छ, गरिरहनु पर्छ भन्ने चाहिँ लेखेको छैन। त्यस पछाडि अर्को कुरा के लेखेको छ भनेर भन्दाखेरि व्यवस्थापिका संसदमा जे मन लाग्दी बोले पनि हुन्छ र त्यो बोलेको विषयमा कसैलाई जवाफ दिनु पनि पर्दैन र व्यवस्थापिका संसदले काम गरे पनि हुन्छ नगरे पनि हुन्छ, काम गरे किन नगरेको भनेर कसैले सोध्न पनि पाउँदैन र चाहिँ सोध्यो भनेदेखि त्यो मान्य पनि हुँदैन। त्यति भइसकेपछि यस्तो कुराहरू लेखिसकेपछि यो संविधान चाहिँ ठिक छ कि छैन